सैलुङ्गे मेला मजादार साथीहरु हाम्रो आजको यात्रा चाहिँ सैलुङसम्मको सुनापति गाउँपालिका भुलीदेवीदेखि चाहिँ हामी अहिले सैलुङको यात्रासम्म अघि बढेका छौँ। अहिले हामी यो गाउँमा आइकन हामी सानो सैलुङ जाँदैछौँ। हाम्रो यात्रा गर्दैछौँ हामी चाहिँ अब यात्राको क्रम सैलुङसम्म सानो सैलुङसम्मको यात्रामा हामी अघि बढेका छौँ। छजना सानो सैलुङको यात्रा है साथीहरू सम्पूर्ण भिडियो अन्तिमसम्म हेर्नु होला। सानो सैलुङ हामी देखाउनेछौँ हजुरहरूलाई। हेर्नुहोस् हिमाल पनि तलतिर बबाल देखा हो त्यस्तो दामी यात्राको क्रम हाम्रो अघि गाडी छ। सानो सैलुङसम्मको यात्रा तपाईँले अगाडिको भ्यूलाई हेर्नुहोस् बबाल हेर्नुहोस् ल साथीहरू बबाल साथीहरू हामी त अब दोराममा आइपुग्नु भएको छौँ। हाम्रो यात्रा चाहिँ अब सानो सैलुङसम्मको यात्रा छ। दिनमा दिनु परेको छ साथीहरूलाई हामी सानो सैलुङसम्मको यात्रामा आइपुगेका छौँ। दामी दामी यो सैलुङ चाहिँ है साथीहरू। साथीहरू हाम्रो यात्रा त्यसरी रमाइलो गर्दै भिडियो बनाउँदै टिकटक बनाउँदै चाहिँ हाम्रो यात्रा सैलुङसम्मको यात्रामा हामी अघि बढेका छौँ। साथीहरू हाम्रो यात्रा फेरि भिडियो टिकटक बनाउँदै फोटो खिच्दै हाम्रो यात्रा फेरि अघि बढेको छ। अहिले हामी चाहिँ सानो सैलुङसम्मको यात्रामा अघि बढेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ हाम्रो यात्रा चाहिँ सानो सैलुङसम्म छ। हेर्नुहोस् कस्तो दामी देखेको यार यहाँबाट यार। हेर्नुहोस् साथीहरू यो ठाउँ हेर्नु तपाईँले काठमाडौँबाट 20 मिनट आउनु सक्नुहुन्छ तर तपाईँसँग आफ्नो हेलिकप्टर हुनु पर्यो। हाम्रो यात्रा सानो सैलुङसम्मको यात्रामा हामी अघि बढेका छौँ। हामी 6 जनाको टिम। तपाईँले ठुलो सैलुङ ठुलो सैलुङ चाहिँ यहीँ माथि हो भने सानो सैलुङ हाम्रो यात्रा सानो सैलुङसम्मको यात्रामा अघि बढेका छौँ। भिडियो अन्तिमसम्म हेर्नु होला। के कस्तो लाग्छ सल्लाह सुझाव लाइक कमेन्ट एन्ड सब्सक्राइब गर्न पक्कै पनि नबिर्सनु होला भन्दै हामी हाम्रो यात्राको गन्तव्यतिर अघि बढ्दैछौँ। उता जानु उता हाम्रो यात्रा अघि बढिरहेको छ। तपाईँले देख्न सक्नुहुन्छ यात्रा हाम्रो यात्रा चाहिँ यसरी नै अघि बढ्दैछौँ है साथीहरूलाई। तपाईँले देख्न सक्नुहुन्छ हामी चाहिँ अहिले ठाउँको नाम ठ्याक्कै याद भएन कहाँ हो। होइन रेडियो भइथ्यो होइन त्यहाँबाट फेरि हुँदै भन्ने साथीहरू हामी चाहिँ यसरी दोरामकोसम्मको यात्रामा अघि बढेका छौँ। तपाईँहरूले देख्नुहुन्छ दोरामा बजार आइपुग्नु आयो साथी। हामी चाहिँ अहिले दोरामा बजार आउँछौँ। तपाईँले देख्नुहुन्छ
साथीहरु हामी दोरम्बा बजार आइपुग्यौँ अहिले हाम्रो यात्रा सहिलेसम्मको यात्रामा अघि बढेको छ नि अहिले हामी दोरम्बा बजार आइपुगेका छौँ तपाईहरु देख्न सक्नुहुन्छ दोरम्बा बजार अब हामी तपाईहरुलाई दोरम्बा बजार देखाउँछौँ ल हामी दोरम्बा बजार आइपुगेका छौँ है साथीहरुलाई हेर्नुलाई भिडियो अन्तिमसम्म कस्तो लाग्छ र यो दोरम्बा बजार हो यो दोरम्बा बजार है साथीहरु दोरम्बा ओ यता यता भित्र भित्र हो ए साथीहरु हामी दोरम्बा दाई भन्दा जेठोलाई नुहाको टेर्यो झिल्के केटोलाई दाइको मान्छे भाइ जेठोलाई न्युन बजारको एउटा चस्मा किनिदेऊ ल साथीहरु हामी दोरम्बाबाट अगाडि लागिसकेका छौँ हामी ल साथीहरु हामी दोरम्बा बजारबाट फाइनली ओह्रालो झरिसकेका छौँ टोकरपुरतिर लागेका छौँ किनकि हाम्रो यात्रा सानो शैलीसम्मको भएर हाम्रो यात्रा चाहिँ साथीहरु हाम्रो यात्रा चाहिँ सानो शैलीसम्मको यात्रामा अघि बढेका छौँ हामी चाहिँ अहिले दोरम्बाबाट अघि बढ्यौँ है तपाईले देख्न सक्नुहुन्छ भ्यू चाहिँ आज बबाल देखिरहेको छ है भ्यू चाहिँ आज के हो बबाल देखिरहेको छ आज भ्यू देख्न तपाईलाई हेर्नुस् के भयो ए साथीहरु हाम्रो यात्रा चाहिँ अघि बढ्दैछौँ हाम्रो कोही साथीहरु अघि अघि हुनुहुन्छ अनि कोही साथी पछाडि पछाडि सानो शैलीको यात्रामा अघि बढेका छौँ यता हाम्रो सबै हुनुहुन्छ ल साथीहरु हामी अहिले टोकरपुर यही अघि है साथीहरु यो टोकरपुर हो तपाईले देख्न सक्नुहुन्छ यो टोकरपुर हो ल साथीहरु हामी टोकरपुर जाने उसमा आइपुगेका छौँ तपाईले देख्न सक्नुहुन्छ यहाँ चाहिँ अस्तिको यो भलले पुल बगाएको छ यहाँको हैन तपाईले देख्न सक्नुहुन्छ यो पुल चाहिँ पोहोर बर्ख टाइममा भलले गर्दा बगाएको हो यो अहिले झोलुङ्गे पुल रहेछ माथि झोलुङ्गे पुल पनि एकदम उतै छ तल मान्छे हिँड्ने पुल चाहिँ बगाल बनाएर छ यो चाहिँ यो चाहिँ लाइन ल झोलुङ्गे पुल पनि पुरै भत्किएको रहेछ त ल हेर्नुहोस् यहाँ तलको मान्छे हिँड्ने पुल पुल चाहिँ बगाल छ है साथीहरु टोकरपुरतिर टोकरपुर जाने यो बाटो छ What
हजुर ल साथीहरु हामी चाहिँ अहिले यात्रा शैलीको यात्रा क्रममा टोकरपुर आइरहेका छौँ तपाईले देख्नुहुन्छ यो टोकरपुर हो यो चाहिँ है हेर्नुस् हाम्रो यात्रा त्यसरी अघि बढ्दैछौँ पछि नकालिनु निखेल्ना कहाँबाट कहाँबाट आउँछ घरको कहाँबाट अनि नकाली मुइनको बनम नकाली मुइनको बनम मायालाई पछि नकाली डोलीमा घरको कहाँबाट Hey! जीवनभरि नकाली पछि नकाली डोली खेल्दा आउँछ घरको कहाँबाट आउँछ घरको कहाँबाट नकाली साथीहरु टोकरपुर आइपुगेका छौँ ल टोकरपुर साथीहरु चाहिँ पछि नकाली Mandu nakali mereka Ramadan ना अन्त ठाउँ आइदियो हामी कहाँ हो कहाँ पहिलो झर्या त स्याक्क भन्न चाहिँ सैलुङ जाने भने हिँडेको गाइस तर कहाँ आइपुग्यो पनि थाहा छैन हामीलाई यहाँबाट हामी फोटो खिच्नु पर्दैन यस्तो डिल पर्छ है हामी यहाँ डिल पर्छ फोटो खिच्नु पर्छ यस्तो डिल पर्छ है यहाँ चाहिँ थियो होला यहाँ हेर्नु नि जाउँ जाउँ ल है साथीहरु हाम्रो सैलुङ जाने बाटो ल हेर्नुस् यस्तो छ ल हेर्नुस् आमामामा ल हेर्नु त सैलुङ जाने बाटोको हालत हामी चाहिँ फेरि हाम्रो एउटा हाम्रो रमेश दाजु स्कुटी लिएर ल हेर्नुस् यहाँ ल ल ल ल ल ओ गाह्रो छ है हजुर गाह्रो छ सैलुङ जानलाई सानो सैलुङ जाने भने हिँडेको हेर्नुस् हिजो आएको भने बिजोक हुन्छ हाम्रो हो साढे 9 यहीँ भइसक्यो
ल है साथीहरु, ल हामी चाहिँ फाइनली यो सानो सैलुङ आइपुगेँ मैले। हेर्नुस् यो सानो सैलुङहरु चाहिँ दानी यस्तो छ। हेर्नुस् त यो सानो सैलुङ। यस्तो छ, यो चाहिँ सानो सैलुङ हो। जीवनभरि नक्काली मैले भनिदेऊ, मेरै मनको खास मान्छे भनिदेऊ। जीवनभरि नक्काली छोड्दिन भनिदेऊ, मेरै मान्छे खास मान्छे भनिदेऊ। काटेपछि नक्काली धुली खेल्दा आउँछ झल्को कहाँबाट कहाँबाट, आउँछ झल्को कहाँबाट कहाँबाट। काटेपछि नक्काली धुलो डाँडा आउँछ झल्को कहाँबाट कहाँबाट, आउँछ झल्को कहाँबाट नि यसलाई हेर्नु त। हो ल ठिक छ। जाइ आउने यहाँसम्म एउटा सम्म भयो। यति समय ल, यतिको ल, यति समय नि हो ल हो यति समय टप्प दियोस् कि यतै। ए दुईटा यो गुम्बा नि झिक्दिउँ। हजुर यो नि झिक्दिउँ। यता आएर यता चल्दै देखाउनु है। चल्दै देखाउनु घुम्नु देख्नु। देखाउनु त बिचाले। यहाँ चाहिँ भन्नुपर्छ हामी यो काम हो है। हो दामी आउनु। हल्का भिडियो लाइट गर्नु रहेछ भाइ। पछि गर ल। यो साथी नइ रातो फ्याक्रो मान्छे। के हो भने? राउन्ड घुम्दैन राउन्ड 5:30 भयो। एकैचोटि 6 बज्यो। राउन्ड न्यू रोड बजारको एउटा चस्मा किन्देऊ न हजारको, एउटा चस्मा होइन सबै देखाएको घुमा।
छन् कि न्यु रोड बजारको एउटा चस्मा किन्देऊ न हजारको एउटा चस्मा किन्देऊ न हजारको भयो अब